कहिले बगरेट बनेर कहिले भक्का बनेर आफ्नो जीवनको अनुभूति सुनाउँदै आउनुभएका र आज भने आफ्नो मौन प्रेमलाई स्वीकृति दिँदै यो मञ्चमा आउँदै हुनुहुन्छ टोली प्रसाद राजवंशी। स्वागत गरौँ। कविता, म त त्यस्तो मायालु होइन, म त त्यस्तो मायालु होइन जो कि तिम्रै नाम बदनाम गर्न सकूं। अरे बाप रे। म त त्यस्तो मायालु होइन जो सिरुवाका रङहरूमा तिम्रै नाम लेखिरहूं। म त त्यस्तो मायालु होइन जो कि तिम्रै कादा सिरुवाहरूमा तिम्रै माया लगाइरहूं। जुनबाट केही उज्यालो मागेर जुनकिरीहरू जस्तै रमाइरहूं। तोरीबारीको फुलहरूमा तिम्रै नामको कविता लेखिरहूं। तिम्रै नामको हावा बनेर उडिरहूं। मलाई बेसरी रुन मन छ, भक्कानिएर तिमीलाई नै सम्झिएर। मलाई गुमनाम हुन मन छ तिम्रै सहरहरूमा। मलाई इतिहास बन्न मन लाग्छ कोचिला जस्तै भएर। अरे बाप रे। तारिफको केही शब्दहरू चोरेर लेखिरहन मन लाग्छ तिम्रै नामको कविता। म त त्यस्तो मायालु हुँ जो अभावको कचन कवलबाट अरे हो। सगरमाथासम्म पुल बनाइरहु लाग्छ तिम्रो मुस्कानको लागि भनेर। फेसबुकले पनि पर्खिरहेको हुन्छ मेरा स्टाटसहरू। आहा। अधुरो लाग्छ मलाई पनि तिम्रो शब्द बिना, तिम्रो मुस्कान बिना। पर्खिरहन्छ टिकटकमा तिम्रा रिल्सहरू। अरे बाप रे बाप। मेरो त हैसियत पनि कहाँ छ र तिमीसँग आँखा जुदाउन। बस मनमनै प्यार गरिरहूं। यी अनकन्टार बस्तीहरूमा जिन्दगीको जिजीबिसा हौ तिमी। लाग्छ तिम्रो बाटोभरि फुलै फुल बिछ्याइदिउँ। भन ओ मनमा बसेको मान्छे, भन ओ मनमा बसेको मान्छे, तिम्रो लागि किन यति विघ्न कुर्बानी दिन मन लागेको हो मलाई। भन ओ मनमा बसेको मान्छे, तिम्रो लागि किन यति विघ्न कुर्बानी दिन मन लागेको हो मलाई। धन्यवाद। टोली प्रसाद राजवंशीज्यू, आज तपाईँ निकै धेरै कन्फिडेन्स लेभल चाहिँ एकदमै धेरै बढाउनु भएको छ है। कोसिस गरिरहेछु सर। भर्छ कि एउटा कवितालाई चाहिँ वास्तवमा कवितै बनाउन कोसिस गरिरहेको छु। हेरौँ तपाईँहरूको आशीर्वाद, ईश्वरको आशीर्वाद, सबैको आशीर्वादले कहाँसम्म पुग्छु। कवितामा तपाईँले एउटा शब्द प्रयोग गर्नुभएको थियो, त्यो चाहिँ मैले अलिकति अनभिज्ञता जाहेर गर्न पाएँ होला होइन। जो सिरुवामा म तिम्रो नाउँ लेखौँ भन्ने टाइपको थियो नि एउटा, त्यो सिरुवाको अर्थ चाहिँ अलिकति बताइदिनुहोस् न हामीलाई। सिरुवा भनेको राजवंशीहरूको महान चाड हो जुन वैशाख महिनामा 1, 2 र 3 गते मनाइन्छ। त्यो चाहिँ वैशाख 1 गते चाहिँ पानी सिरुवा खेलिन्छ। पानी छ्याप्ने अनि सबैसँग भर्सके आफ्नो सालीहरूसँग है, अनि मजाक गर्न मिल्छ, जिस्काउन मिल्नेहरूसँग, अनि प्रेमिकाहरूसँग, अनि आफन्तसँग पनि खेलिन्छ।
भनेपछि यो सिरुवा त भ्यालेन्टाइन डे भन्दा कम चाहिँ रहेन होइन? अनि रङ सिरुवा दोस्रो दिन हुन्छ अनि रङ खेलिन्छ, त्यहाँदेखि कादो सिरुवा हुन्छ, फेरि हिलो चाहिँ गालामा लाउने होइन, जिउमा लाउने हिलो खेल्ने, त्यो चाहिँ सिरुवा पर्व हो जुन राजवंशीहरूको ठुलो चाड हो। थ्याङ्क यू सो मच, एकदमै सुन्दर कविता दिनुभएको छ मेरो कविताको यो मञ्चमा। अर्को कुरा चाहिँ फेरि त्यो एकदम मन परेको मलाई चाहिँ होइन, हजुर हजुर नेपालकै सबैभन्दा होच्न केचना कवलदेखि हजुर संसारकै एकदमै उचाइमा रहेको सगरमाथाको शिरसम्म चाहिँ पुल बनाइरहँ। पुल बनाउने कुरा। ओके, यो रमाइलो कुरा पनि होइन, हजुर, तपाईँको हजुर। भावनालाई त म कदर गर्छु। यो समय टोली प्रसाद राजबंशीजीको कवितालाई आफ्नो विचार राखिदिनुको निमित्त म हाम्रो आदरणीय ब्युटिफुल जज हुनुहुन्छ सुमन स्मारिका, उहाँ कहाँ जान चाहन्छु। नमस्कार हजुर, सर, हजुर नमस्कार म्याम, कस्तो छ? ठिक छु एकदम। अनि यति मायालु मान्छेले हजुर अनि यति चर्को आवाजमा म त्यस्तो मायालु होइन भनेर कविता भन्दा झुट बोले जस्तो पनि लाग्दो रहेछ। कविता म एउटा सिक्रेट भन्छु है दाइ, पब्लिकली स्टाटसका कुराहरू छन् है। मलाई दशकौँ अघि प्रेम भएको जीवनमा मलाई चाहिँ एकजना मान्छेसँग मात्रै प्रेम भयो, जोसँग मैले कहिले साक्षात्कार गरिनँ। अनि एकैपटक बात हुँदाखेरि फोनमा म फेसबुक चलाउँदैन भन्नुभएको थियो उहाँले। त्यसको लगभग 8-10 वर्षपछि मैले उहाँको नामको फेसबुक देखेँ अनि मैले उहाँलाई ब्लक गरेँ। प्रेम यस्तो नि हुन्छ है। मैले त्यो स्टाटसको मामलामा मात्रै। अनि यति सुन्दर कविताका लागि प्रेममा प्रेमीहरू कमै प्रेमीहरू मात्रै उदार हुन्छन्। यो उदार कविताका लागि, प्रेमिल कविताका लागि तपाईँलाई बधाई छ, शुभकामना छ। अनि दिन प्रतिदिन यस्तो गजब गजब कविताहरू हामीलाई सुन्ने अवसर दिइरहनु भएको छ। फेरि पनि म अगाडिसम्मै तपाईँलाई सुन्न चाहन्छु। धन्यवाद, शुभकामना हजुर। धन्यवाद, हुन्छ। नमस्कार सबैलाई। मलाई नि मलाई यो टोलीको कवितामा उत्तमको अलिकति प्रतिक्रिया जाओस् भन्ने मैले अपेक्षा गरिरहेको छु। उत्तम, यो कवितामा तिमीले केही होइन, टोली सर चाहिँ अब आफैमा साह्रै हँसिलो मान्छे। म चाहिँ टोली सरलाई देख्ने बित्तिकै म आफ्नो घाउहरू बिर्सिन्छु के। अनि ठ्याक्कै यो समय पनि म यति बेला कुनै कुनै घाउहरूले बल्झिराखेको अवस्था हो है। तर टोली सरलाई देख्ने बित्तिकै मलाई त्यो जस हजुरलाई देख्ने बित्तिकै मेरो मुस्कान छुट्छ है। हुन्छ, धन्यवाद सर। तपाईँको कविता त मैले भन्नै पर्दैन, सबै कुरा अब उहाँले भनिसक्नुभयो। उहाँले यस्तो सिक्रेट कुरा पनि खोल्नुभयो है। त्यो कुरा थाहै पाएको थिएन 12 वर्ष उहाँसँग सङ्गत गरेको यति लामो समय अन्तरालमा। एउटै वाक्यको सिक्रेट पनि पत्ता लगाउन सकिएको थिएन। कस्तो है। यो मित्रता देखेर मलाई आज आएर बडो ताजुब लाग्छ होइन। थ्याङ्क यू। हुन्छ। ओके, तपाईँको कविता त हामी सबैजनाले मन पराएका छौँ होइन। हाम्रो मन र मस्तिष्कमा तपाईँ बसिसक्नु भएको छ र जनताले अब तपाईँलाई कसरी लिनुहुन्छ, हाम्रा साहित्य अनुरागी पाठक दर्शक र श्रोताहरूले उहाँहरूको लागि तपाईँको भोट अपिल गर्नुहोस् न। नमस्कार बन्दगी, मेरो नाम टोली प्रसाद राजवंशी, झापा कचन कवलबाट। मेरो कविता सिजन 1 को मेरो कविताहरू हजुरहरूलाई राम्रो लागिरहेको छ भने आगामी चरणहरूको लागि मलाई भोट गरेर सहयोग गरिदिनु होला। मेरो भोटिङ कोड रहेको छ 088। धन्यवाद।